एक समय थियो, अछामको देवीस्थानमा बिहान घाम भन्दा पहिले नै माया बिउजिन्थ्यो। हरेक आँगन हाँसोले भरिन्थ्यो। यही गाउँ नै सबैको संसार थियो। बाजेऊ, आज पनि गायो चराउन जाने हो के? हो लाटी, यी डाँडा, यी जंगल र यो गाउँ नै हाम्रो सबैभन्दा ठुलो धन हो। त्यो बेला खेतबारी केवल जमिन थिएन, यही माटोले घर चल्थ्यो, यही पसिनाले परिवार बाँच्छ भन्ने विश्वास प्रत्येक किसानको मुटुमा थियो। आमा, हाम्रो गाउँ त संसारकै सबैभन्दा राम्रो लाग्छ। हो बाबु, आफ्नै गाउँ जस्तो माया अरू कुनै ठाउँले दिँदैन। साँझ पर्न साथ चौतारी भरिन्थ्यो। हाँसो, गीत, दुःख र सुख सबै यही गाउँले सँगै बाँड्थ्यो। त्यो समय गाउँ साँच्चै एउटा परिवार थियो। जा छोरा, मेहनत गर, तर आफ्नो गाउँ कहिल्यै नभुल्नु। हजुर बुबा, म एक दिन फर्केर यही घरमा आउँछु। दाई, नजानु न, मलाई एक्लै छोडेर। छिट्टै फर्किन्छु नानी, तिम्रो लागि राम्रो भविष्य लिएर। रोजगारीको खोजीमा गाउँका युवाहरू एक एक गरेर बाहिरिन थाले। कसैले रहरले होइन, बाध्यताले गाउँ छोडे। छोरा त गयो, तर त्यससँगै घरको हाँसो पनि बिस्तारै टाढिँदै गयो। छोरा 3 वर्षपछि गाउँ फर्किन्छ। आइस छोरा, तेरो बाटो हेर्दा हेर्दै आँखा थाकिसकेका थिए। फर्किएँ बुबा, तर गाउँ पहिले जस्तो रहेन। दाई, साँच्चै विदेश गएर जीवन बदलिन्छ र? मेहनत धेरै छ, तर कमाइ पनि हुन्छ। एउटाको सफलता देखेर अर्को युवकको मन पनि विदेशतिर डुल्न थाल्यो। यहीँबाट गाउँको भविष्य बदलिन सुरु भयो। नजा भने पनि जानै पर्ने हो र आमा। घरको लागि, तपाईहरूकै लागि जाँदैछु। पैसा कमाउनु, तर आफ्नो जन्मभूमि कहिल्यै नबिर्सिनु। बाजे, फर्केर यही घर बनाउँछु। एकजना गए अनि अर्को पनि गयो। हेर्दा हेर्दै विदेश जाने सपना गाउँभरि फैलियो। एकपछि अर्को गर्दै गाउँका घरहरू खाली हुन थाले। जहाँ हाँसो गुन्जिन्थ्यो त्यहाँ अब मौनता बस्न थाल्यो। पहिला यो कक्षा भरि भराउ हुन्थ्यो, आज गन्ने मान्छे मात्र छन्। काम गर्ने हातहरू परदेश पुगेपछि माटो बाँझो हुन लाग्या। खेतले पनि आफ्ना मान्छे खोज्न थाल्या। गाउँ बदलियो, तर मानिसहरू बिना विकास पनि अधुरो लाग्न थाल्यो। जहाँ घर थिए त्यहाँ अब सम्झना मात्रै बाँकी रह्यो। अब यो गाउँमा काम नै रहेन, सायद कैलाली सर्नुको विकल्प मात्रै बाँकी छ। यो घर, यो आँगन सबै छोडेर जान मन त लाग्दैन। एक परिवारले गाउँ छोड्यो, त्यसपछि अर्कोले पनि। कसैले भारत रोजे, कसैले कैलाली। गाउँमा आशा भन्दा बढी खालीपन बाँकी रहन थाल्यो। कैलालीले उनीहरूलाई बस्ने ठाउँ दियो, तर देवीस्थानले